विक्रम सम्वत 2082 को निर्वाचन अब नजिकिँदैछ र चुनावको दिन 18 वर्ष पूरा गरेका प्रत्येक नेपाली नागरिकले आफ्नो मत प्रयोग गर्न पाउनेछन्। तर धेरैलाई एउटा प्रश्न हुन्छ, चुनाव सकिएपछि सरकार वास्तवमा कसरी बन्छ? हाम्रो प्रतिनिधि सभामा जम्मा 275 सीट हुन्छन् र यही 275 बाट सरकार निर्माण हुन्छ। यी 275 सीट दुई तरिकाले बारिन्छन्। 165 सीट प्रत्यक्ष प्रणालीबाट र 110 सीट समानुपातिक प्रणालीबाट। प्रत्यक्षमा तपाईँ आफ्नो क्षेत्रको उम्मेदवारलाई सिधै भोट दिनुहुन्छ र जसले सबैभन्दा बढी मत ल्याउँछ ऊ सोही क्षेत्रबाट सांसद बन्छ। त्यसैले 165 क्षेत्र 165 विजेता। अब समानुपातिक प्रणालीमा भने तपाईँ व्यक्तिलाई होइन पार्टीलाई भोट दिनुहुन्छ। देशभर पार्टीहरूले पाएको कुल मत प्रतिशतका आधारमा 110 सीट बाँडिन्छ। उदाहरणका लागि कुनै पार्टीले समानुपातिकतर्फ 40% मत पायो भने 40% गुणा 110 बराबर 44 सीट हुन्छ र त्यो पार्टीले आफ्नो बन्द सूचीबाट 44 जना प्रतिनिधि सभामा पठाउँछ। अब मुख्य कुरा आउँछ, सरकार बनाउन कति सीट चाहिन्छ? प्रतिनिधि सभामा रहेका जम्मा 275 सीटमध्ये सिधा र सजिलो तरिकाले सरकार बनाउन हो भने कुनै एक पार्टीले कुल सीटको आधाभन्दा बढी सीट एक्लै जित्नुपर्छ। 275 लाई 2 ले भाग गर्दा 137.5 आउँछ। त्यसैले बहुमतका लागि कम्तीमा 138 सीट आवश्यक हुन्छ। यदि कुनै एक पार्टीले 138 वा त्योभन्दा बढी सीट जित्यो भने उसले सिधै सरकार गठन गर्छ र सोही पार्टीको नेता प्रधानमन्त्री बन्छ। तर नेपालमा धेरैजसो अवस्थामा कुनै पनि पार्टीले एक्लै 138 पुर्याउँदैन। यस्तो अवस्थामा दलहरू मिलेर गठबन्धन बनाउँछन्। जस्तै कुनै पार्टीसँग 90 सीट, अर्कोसँग 30, अर्कोसँग 25 भए 90 + 30 + 25 बराबर 145 हुन्छ, जुन 138 भन्दा बढी हो र ती दलहरू मिलेर सरकार गठन गर्न सक्छन्। यदि गठबन्धन पनि बन्न सकेन भने सबैभन्दा ठूलो दलले प्रधानमन्त्रीको प्रस्ताव प्रतिनिधि सभामा राख्न सक्छ। त्यो प्रस्तावमा मतदान हुन्छ र कम्तीमा 138 सांसदको समर्थन पाएमा सरकार गठन हुन्छ। यदि त्यो पनि सफल भएन भने प्रतिनिधि सभाका 275 मध्ये कुनै पनि सदस्यले आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्न सक्छ र फेरि मतदान मार्फत 138 समर्थन जुटाउनुपर्ने हुन्छ। यति प्रक्रियापछि प्रधानमन्त्री चयन भए पनि उनले विश्वासको मत लिनै पर्छ र फेरि कम्तीमा 138 सांसदको समर्थन आवश्यक हुन्छ। यदि कसैले पनि 138 समर्थन जुटाउन सकेन भने प्रतिनिधि सभा विघटन हुन्छ र फेरि नयाँ निर्वाचन घोषणा हुन्छ। यसरी हेर्दा नेपालको सरकार निर्माण प्रक्रिया अङ्कगणित र राजनीतिक सहमतिमा आधारित हुन्छ र अन्तिम निर्णय सधैँ 138 सीटले तय गर्छ। पख्नुस् त तपाईहरूलाई थाहा छ, यो भिडियो 100% फरक एआई मोडेलहरू प्रयोग गरेर बनाइएको हो। यसमा तपाईले सुनिरहनु भएको आवाजदेखि यहाँ देखिएका दृश्य, इफेक्ट र ट्रान्जिसनसम्म सबै एआईबाटै तयार गरिएको हो। यहाँ मानिसले गरेको काम भनेको विभिन्न क्लिपहरूलाई जोडेर एउटै भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने मात्र हो। अझ रोचक कुरा के भने यो सबै काम निशुल्क एआई उपकरणहरू प्रयोग गरेर गरिएको हो। यदि तपाईहरूलाई पनि यस्तै भिडियोहरू बनाउन मन छ भने कृपया यो भिडियो लाइक गर्नुहोस् र फलो गर्न नबिर्सनुहोस्। म मेरो अर्को भिडियोमा यस्ता भिडियो कसरी बनाउने भन्ने बारे सिकाउनेछु। अहिलेका लागि बिदा हुन्छु। नमस्कार।